हामीले चाहिँ अगाडि गइरहेका छौँ है गेस्ट हाउस सँगसँगै एउटा यो चाहिँ कुम्भ सामुदायिक वनमा बेलुकाको समयमा 5 बजे हाम्रो गेस्टहरू पनि हुनुहुन्छ देख्न सक्नुहुन्छ समयमा फर्किने क्रममा चाहिँ हामीले यहाँ देखेका छौँ है यहाँ निक्लिरहेछ गैँडा देख्न सक्नुहुन्छ महेन्द्र अलि थोरै अगाडि लिएर जाऊ त तपाईँ नौबिनु अगाडिको मान्छेहरू है बस्दिनु नौबिनु अगाडि सबैजना छौँ यहाँ पर्यटक धेरैजना हुनुहुन्छ यतापट्टि नै हुनुहुन्छ है सबैजना गेस्टहरू यहाँ मजाले चलिरहेछ यो चाहिँ बुढो गैँडा हो सबैजना कान्छी रुवा पो रहेछ यार सबैजना पर्यटकहरू चाइनिज स्वदेशी पनि हुनुहुन्छ अलिकति गैँडा यता पछाडिपट्टि नि हेर्नुहुन्छ यहाँ भाइहरू सुल्टिएर हुन्छ बाटोमा यस्तो मजाले देख्छ कुम्भ सामुदायिक वनमा चाहिँ त्यो अगाडि चाहिँ जुदेको भएर है हिँड्न के गरेको महेन्द्र यो चाहिँ कुम्भ सामुदायिक वनमा निक्लिने क्रममा चाहिँ बाटोको छेउमा गैँडा छ है मजाले पक माथि बढी गयो रोक न ब्याकमा आउँछ कि फेरि यो है गैँडा चाहिँ मजाले चलिरहेछ सबै गेस्टहरू चाहिँ मजा खुसी भएर हेर्नु बस्छ है नेपाली चाइनिज इन्डियन गेस्टहरू हुनुहुन्छ सबैजना यस्तो त चितवन लास्टिङ गुजमा नि यतिको क्लियरली देखिँदैन यो टाइममा चाहिँ है डियर पनि छ कुखुरा पनि उड्यो जङ्गली कुखुरा महेन्द्र चाडिदिन्छ है त्यहाँ गरेर फेरि कति मजाले चल्छ हजुर यो चाहिँ भाले हो कि यसले आफ्नो जवानीमा पनि अरूलाई कति हानेछ नि त त्यही कति मजाले बाटो क्रस गरिरहेछ यो चाहिँ कुम्भ सामुदायिक वनमा है ल गएर हेर्नुहोस्